हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। आज एकदमै गर्मी थियो अनि के बनाउने होला भन्ने बित्तिकै दिमागमा म्याङ्गो लस्सी यसपालि मैले आँप्ने अनुसार त्यसलाई बिचबिचमा चिरा पारेपछि पिस पार्न सजिलो हुने गरी अनि त्यसपछि मैले अघि यो काटेर राखेको आँप, चकलेट, चिनी चाहिँ मिक्सीमा एड गरेँ। त्यसपछि दही आइस त छिटाउनै भएन, त्यसरी एकछिन मिक्सीमा घ्याइँ पारेपछि हाम्रो लस्सी रेडी भइहाल्यो। त्यसपछि मैले यो लस्सीलाई चाहिँ ग्लासमा खन्याएँ अनि माथिबाट 2-3वटा आइस हालेपछि त हाम्रो लस्सी रेडी भइहाल्यो। ओके, थ्याङ्क यू सो मच फर वाचिङ, बाई।